माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले अभद्र व्यवहार देखाउने गरेकोले आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु। मान्य सदस्यहरू किन उठ्नु भएको छ? मान्य सदस्यहरू बस्नुहोस्। मैले नियम 15 को 2 पालना कर, संसदीय सर्वोच्चता कायम कर, सरकार संसद प्रति जवाबदेही बन्नै पर्छ। नियम 15 को 2 पालना कर, संसदीय सर्वोच्चता कायम गर्नै पर्छ, सरकार संसद प्रति जवाबदेही बन्नै पर्छ। लोकतन्त्रको तेस्रो दिन विधिको शासन लागू कर, विधिको शासन लागू कर, हेपा प्रविधि बन्द कर, हेपा प्रविधि बन्द कर, प्रतिपक्ष आवाज दबाउन पाइँदैन, प्रतिपक्षको आवाज दबाउन पाइँदैन, लोकतन्त्र सुनिश्चित कर, लोकतन्त्र सुनिश्चित कर। संसदीय सुनवाईमा सहभागिता गर, संसदीय सुनवाईमा सहभागिता गर, संसदीय विधेयक बन्द कर, प्रतिपक्षको सदन स्थापित कर, प्रतिपक्षको सदन स्थापित कर, बोल्ने समय वृद्धि कर, बोल्ने समय वृद्धि कर। सुकुम्बासीलाई बाँच्न दे, सुकुम्बासीलाई बाँच्न दे, नेपाली बनेर हाँस्न दे, नेपाली बनेर हाँस्न दे, गरिबलाई बाँच्न पाइँदैन, गरिबलाई मार्न पाइँदैन, झुटो आश्वासन चाहिँदैन, झुटो आश्वासन चाहिँदैन। सहकारी पीडितलाई न्याय दे, सहकारी पीडितलाई न्याय दे, राज्यको कोष होइन ठगेकोले, राज्यको कोष होइन ठगेकोले विदेशी ऋण बन्द कर, विदेशी ऋण बन्द कर, स्वदेशी अर्थतन्त्रको विकास कर, स्वदेशी अर्थतन्त्रको विकास कर। सरकार जवाबदेही बन्नै पर्छ, जवाबदेही या राजीनामा दे, जवाबदेही या राजीनामा दे, संसदीय कर्तव्य पुरा कर, संसदीय कर्तव्य पुरा कर। माननीय सदस्यहरू, प्रतिनिधि सभाको बैठकको मर्यादा कायम गर्नु सबै माननीय सदस्यहरूको कर्तव्य हो। प्रतिनिधि सभा नियमावली 2079 को नियम 20 को खण्ड झ बमोजिम सभाको मर्यादा कायम राख्न म माननीय सदस्यहरूलाई आग्रह गर्दछु। साथै माननीय सदस्यहरूलाई नियमावलीको नियम 30 मा रहेको व्यवस्थातर्फ पनि म ध्यानाकर्षण गराउँदछु। माननीय सदस्यहरू, माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्लेकार्ड देखाउने अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 को नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु।